पोखरा हङकङ बजारको अगाडि रहेको ट्रेड युनियन त्यसै गरी सहारा क्लबको भवनमा यति बेला डोजर चल्दैछ। डोजर त चल्ने तयारी भइरहेको छ र यहाँ महानगर प्रहरी, नेपाल प्रहरी लगायतको बाक्लो उपस्थिति रहेको छ भने हेर्ने सर्वसाधारणहरूको पनि त्यतिकै भिड तपाईँ देख्न सक्नुहुन्छ। यो पोखराको पृथ्वी चोक बस पार्क एरियामा रहेको छ। अब केही समयमा नै चल्दैछ। सहारा क्लब भवन र सार्वजनिक शौचालय पनि बनाएको थियो। दिनमा हामी सक्छौँ यो चाहिँ साइड क्लियर चाहिँ गर्छौँ हामी चाहिँ। कति एउटै डोजर चल्छ या अनि दुईवटा चल्दैछ यो। त्यसपछि साइड क्लियर गरेपछि अनि दायाँ बायाँ गऱ्यो। फेरि मापदण्ड कति छ अहिले हङकङ बजार छ यतातिर नेसनल टेक्निक छ कृषि सामग्री छ उहाँलाई मापदण्ड अनुसार उहाँ पनि कटेर भत्काउनु लाउनु पऱ्यो। त्यसपछि हामी ट्र्याक सहितको हामी चाहिँ यसको बजेटको पनि सुनिश्चित भइसकेको छ। अब काम मात्र गर्न बाँकी छ खेलमा। त्यसै गरी वडा नम्बर 5 का वडाध्यक्ष पनि हामीसँगै हुनुहुन्छ। खास गरी यसरी तपाईँको कुरा गऱ्यो भनेदेखि अहिले क्रिकेट खोला जो तपाईँको वडाको सिमाना पनि हो त्यहाँ पनि
चाहिँ